हेलो गाइज, सम्पूर्णलाई मेरो यो भ्लगमा चाहिँ स्वागत छ। आज शनिबार बिदाको दिन पारेर चाहिँ रुमबाट बाहिर घुम्न जाँदैछु। यो कोरियाको गाउँ साइड पर्छ। गाउँतिरको बाटो पनि यति ठुलो बाटो हुन्छ, हेर्नुहोस् है। हाम्रो नेपालमा सायद यो हाइवेमा पनि सबै ठाउँमा यति ठुलो बाटो हुँदैन होला, होइन? यस्तो छ। यो कम्पनीहरू हो, पनि सानो कम्पनी, यतातिर पनि कम्पनी छ। यो प्राय कम्पनी एरिया हो यो सबै। आज म तपाईहरुलाई मेरो भिडियोमा कोरियाको गाउँ साइडको चाहिँ दृश्य देखाउन गइरहेको छु। भिडियोलाई चाहिँ पुरा समय हेरेर साथ दिनु होला। कुनै कम्पनी नै हो, प्यानलहरू भन्छ, एल्युमिनियमको प्यानलहरू भन्ने। प्राय घरहरू यस्तैबाट नै भन्छ कोरियामा, कम्पनीहरू भन्ने। कोरियामा फुलहरू पनि फुलिरहेको छ अहिले, एकदम हरियाली भइरहेको छ। बिस्तारै गर्मी पनि बढिरहेको छ। गर्मी हुँदा लास्टै गर्मी पनि हुन्छ, जाडोमा हिउँ पनि पर्ने। हिउँ परेर हिउँ पऱ्यो भने डाँडा काटेर जम्मै सुक्खा हुन्छ नि, जम्मै सुक्खा भएर केही पनि बन्जर जस्तो हुन्छ। जब हिउँ पर्न छोड्छ अनि हरियाली छाएर अनि बल्ल रमाइलो दृश्य हुन्छ कि। सपनाको देश, होइन? मेरो पनि सपनाको देश थियो यहाँ आउनुभन्दा पहिले। अब कोरिया आइयो। त्यो कोरिया चाहिँ सोचे जस्तो, सोचे भन्दा राम्रो चाहिँ छ। तर कम्पनी एरियामा हामीहरूले गर्ने कामहरू सोचेको भन्दा एकदमै फरक हुन्छ। अब हामीले चाहिँ कोरिया भन्ने एक्सपेक्ट गरेको हुन्छ, त्यही अनुसारको काम पनि होला, वातावरण सबै त्यही अनुसारको होला। कोरिया भनेपछि त राम्रो देश सोच्छौँ नि त हामीले। तर जब यहाँ आइन्छ, एयरपोर्टसम्म गाडीमा आउँदासम्म चाहिँ वाह कोरिया भन्ने चाहिँ हुन्छ, वाउ भन्ने हुन्छ। अनि जब कम्पनीभित्र प्रवेश गरिन्छ, त्यहाँदेखि चाहिँ कम्पनी पनि सहरतिर हुँदैन, गाउँ साइडतिर हुन्छ। जम्मै गाउँ साइड त हो यो। अनि जब कम्पनीको बाटो हिँडिन्छ, ओहो म कहाँ जङ्गलमा आएँ, कहाँ उरास लाग्दो ठाउँमा आएँ भन्ने खालको फिल हुन्छ सुरुमा। अझ कोही कम्पनीमा चाहिँ नेपाली पनि हुँदैन, एक्लै पनि आउनुपर्ने अवस्था हुनसक्छ। त्यस्तोमा त झन् भाषा नि जानेको हुँदैन, केही कुरा नि जानेको हुँदैन। यहाँको वातावरण, यहाँको सहर, अब किनेर खानुपर्ने, के खाने, कहाँ गएर के किन्ने, आफूले खान मन लागेको चिज पनि थाहा हुँदैन, किनेर खान पनि सकिँदैन। सुरुमा चाहिँ अलिक गाह्रो नै हुन्छ। यो चाहिँ चोकमा आइपुगेँ। यहाँदेखि गाडी चढ्ने ठाउँ छ। अब नेपालमा जस्तो गाडी चाहिँ अब घरमै रोकिदिन्छ नि त, होइन? गाउँतिर। तर हाम्रो चाहिँ यता त्यस्तो हुँदैन। एउटा फिक्स्ड स्टेसन हुन्छ, त्यही स्टेसनमा गएर चढ्दा नि त्यही गरेर चढ्ने हो, झर्दा नि त्यही झर्ने हो। अनि त्यहाँदेखि चाहिँ हिँडेर जाने, गाडीमा जाने, या ट्याक्सी बोलाएर आफ्नो रुमसम्म जान सकिन्छ।
म यहाँ स्टेसनमा आइपुगेँ। अब गाडी हेर्नुपर्छ कति बजेको गाडी छ। गाडी हेरेर गाडी कति बजे आउने भनेर यहाँ गाडीको सेड्युल पनि छ। अब 9 अहिले त कति बज्यो 12 बजी गयो। अहिले 1:30 बजे पो रहेछ गाडी त। अहिले 1:30 बजे रहेछ। भेडीमा गाडी चढ्दा गयो। गाडी चढेपछि कहाँ जान्छु के गर्छु भनेर सबै कुरा देखाउँछु। भिडियो अन्तिमसम्म